पसिजाओस्। The biggest curse in that region was let a Gorkha enter your house. But something shifted in this place. परमेश्वरले केही बदलिनु भएको छ यस ठाउँमा। God has changed some things over here. एक समय गोर्खा मानिसहरूलाई मार्ने, मानिसहरूलाई रगत बगाउने थियो भने There was a time when Gorkhas used to shed blood and kill people. पवित्र आत्माले मेरो हृदयमा भन्दै हुनुहुन्छ, The Holy Ghost has been speaking in my heart. something is shifted now केही कुरा in this place. चलहल भएको छ. परमेश्वरले गोर्खाहरूलाई अब खुकुरी लिने होइन, क्रुस उठाउने बनाउनु भएको छ। God is making Gorkhas not to carry kukuri but to carry the cross. अनि परमेश्वरले तपाईं र म गोर्खालीहरूलाई राइफल बोक्ने होइन, अब बाइबल बोक्ने बनाउनु भएको छ। God is making us Gorkhali to carry, not to carry rifle but to carry Bible. Pastor Woban said first day that when he is in Nepal, Pastor Wobangले सुरुमा भन्दै हुनुहुन्थ्यो जब उहाँ नेपालमा हुनुहुन्थ्यो. and my English is not so good, so please understand, literate. Yeah. And Pastor Woban said that when he is here, he is going to Bhatbhatani अनि जब उहाँ यहाँ हुनुहुन्थ्यो पास्टर वबाङ भाटपटेनी जानुभयो to buy some cups, अनि कपहरू किन्नका लागि. and God spoke to him. अनि परमेश्वर उहाँसँग बोल्नुभयो. Now, this Go Conference 2025, तिमीले यहाँ गर्नुपर्छ. You have to do this Go conference over here. I want to tell Pastor Woban, पास्टर वबाङलाई यो भन्न God चाहन्छु, spoke to you. परमेश्वर साँच्चै I not तपाईँसँग only believe, बोल्नुभयो. I know, म विश्वास मात्रै गर्दिनँ, मलाई थाहा छ. because we proclaim every day, किनकि हामी हरेक दिन यो घोषणा गर्छौँ. every morning हरेक बिहान in the throne room of my father, पिताको त्यो सिंहासनमा in my closet. I say, Lord, now Nepal is going to hallelujah all over the nation. अनि यो When your gospel. गरेको छु कि विश्वभरि अब नेपाल तपाईँको सुसमाचार लिएर जानेछ. So जतिजना यहाँ हुनुहुन्छ, आफ्नो छेउमा बसेको व्यक्तिलाई हेरेर भन्नुहोस्, Those of you who are here, you turn to your friend and say, Nepal, you are never be the same again. नेपाल अब फेरि Nepal, पहिला you are जस्तै never be रहने the छैन. same again. नेपाल पहिला जस्तै रहने छैन. Hallelujah! हालेलुया. How many you are excited? Nepal is never be the same again. हामी कतिजना यो कुरामा उत्साहित छौँ कि नेपाल पहिला जस्तै हुने छैन. हरेक सत्रहरू, हरेक सेसनहरू, सरी, एभ्री सेसन जुन चाहिँ यहाँ बोलिएको छ अहिलेसम्म, what has been spoken up until now, God is repairing inside of me something. and परमेश्वरले मिसनको लागि तयार गर्दै हुनुहुन्छ. God is repairing something inside of me. परमेश्वरले हामी भित्र बनाउने काम गर्दै हुनुहुन्छ. Amen. परमेश्वरले मलाई मर्मत गर्नु भएको छ. God has repaired me. Yeah. Amen. Hallelujah. What God has put into my heart, I will share with you. परमेश्वरले मेरो हृदयमा राखिदिनु भएको कुराहरू मैले तपाईँलाई एकचोटि फेरि पनि हामी ताली बजाएर हाम्रो जीवित परमेश्वरलाई हृदयको गहिराईबाट धन्यवाद दिन्छौँ. Let's clap our hands and give thanks to our God. जब हामी यहाँ आराधना गरिराखेका थियौँ, When we were praising God here, हामी कतिजना नागाल्यान्डबाट छौँ, some of us are from Nagaland, हामी कतिजना सिङ्गापुरबाट छौँ, and some of us are from Singapore, कतिजना युएसएबाट some छौँ, of us are from हामी USA, भुटानबाट छौँ, some of us are from हामी Bhutan, नेपालका विभिन्न प्रदेशहरूबाट छौँ. and we are from different provinces of Nepal. अनि जब हामी यहाँ आराधना गर्दै थियौँ, And when we were worshiping here, अनि मलाई याद आइराखेको थियो and I एउटा was कुरा, thinking of स्वर्गमा एउटा ठुलो आराधना हुँदैछ. in heaven there was a big worship going on. अनि त्यो भिजन परमेश्वरले यूहन्नालाई पत्मोसको टापुमा दिनुभयो. And God gave that vision to John in
the island of Patmos. प्रकाश 7:9 र 10 मा यसरी लेखिएको छ, यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजुरका हाँगाली सिंहासन र थुमाको सामने उभिरहेको मैले देखे। तिनीहरू उच्च स्वरले कराए, सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाको मुक्ति छ। आमेन। Revelation Hallelujah. 7:9. The verse is तपाईँ र मैले यहाँ Revelation गरेको आराधना त्यो ठुलो परमेश्वरको त्यो स्वर्गमा हुने महिमाको सानो एउटा झलक मात्रै थियो। The worship that we were worshiping here is just a small portion of what heaven is like. अनि परमेश्वरले तपाईँ र मलाई पठाउँदै हुनुहुन्छ And God is sending you and me ती जातिहरूको बीचमा, among those ती भाषा tribes, बोल्ने व्यक्तिहरूको बीचमा, among those language speaking groups, among those nations. अनि त्यो प्रकाश यूहन्नाले अघिबाटै देखिसकेका छन्। अनि यो परमेश्वरले आमेन र होमा पूरा गरिसक्नु भएको छ। And John has already seen that vision, and that has been fulfilled in Amen and yes. आमेन। Amen. हुन्छ, यो समय फेरि पनि धन्यवाद भन्न